झापामा पनि हाइकिङ सम्भव रहेछ। झापाको मेचीनगरमा रहेको निन्दा सिरानबाट सलकपुरसम्मको पदयात्रा। यो पदयात्रा केवल एउटा यात्रा मात्र होइन, प्रकृतिसँगको गहिरो भेट हो। हरियालीले ढाकेको पहाड, ताजा हावाको स्पर्श र बाटोभरि फैलिएका शान्त वातावरणले मनलाई नै शुद्ध बनाउँछ। हरेक पाइला अगाडि बढ्दै जाँदा प्रकृतिको सौन्दर्य झन झन नजिक महसुस हुन्छ। बाटोमा देखिने हराभरा जङ्गल, चराचुरुङ्गीको मधुर आवाज र हल्का हावाले बनाएको सङ्गीत सबै मिलेर एउटा अद्भुत अनुभव दिन्छ। यहाँको हरियाली केवल आँखाको लागि सुन्दर मात्र होइन, जीवनको सन्तुलनको आधार पनि हो। यात्राको क्रममा हिँड्ने बानी हराएको मेरो साथी हिँड्दा हिँड्दै एकदमै गल्यो र बिरामी जस्तै भयो। त्यसपछि उसलाई छोडेर हामी जान सकेनौँ। हामी हाम्रो गन्तव्यमा त पुगेनौँ, तर हामी गएको यो हाइकिङ एकदमै रमाइलो, यादगार र मजा भयो।